सो गाइस हामी चाहिँ फाइनली पोखरा आइपुग्यो हो। सो हामीले चाहिँ दुईवटा रुम लिएको छ। यो चाहिँ हो, यो चाहिँ मम्मी ड्याडीहरू बस्छ, आमा बाबाहरू। अनि नेक्स्ट रुम चाहिँ हाम्रो हुन्छ। सो यो रुम चाहिँ हाम्रो हो। यहाँ चाहिँ दुईवटा बेड छ ओभियसली, म र नानी अनि मेरो हस्बेन्ड। अनि हाम्रो चाहिँ गति यस्तो भइसकेको छ है, यत्रो लामो ट्राभल गरेर। सो यस अब फ्रेसन अप हुन्छौँ, त्यहाँदेखि डिनरको लागि जान्छ, त्यहाँदेखि अलिकति नाइट स्ट्रल गर्छु पोखरामा। सो यस तपाईँलाई म देखाउने छु हाउस पोखरा भनेर। मलाई चाहिँ एकदमै राम्रो लाग्यो, तपाईँलाई पनि राम्रो लाग्छ होला। सो भिडियो राम्ररी हेरिदिनुहोस् अनि धेरै धेरै माया चाहिँ नबिर्सिनुहोस् होला है। सो बाई, सी यु लेटर। गाइस हामी फ्रेसन अप पनि भइसक्यो। त्यसैले चाहिँ हामी डिनर गर्नुको लागि जाँदैछौँ। सबै फ्रेसन अप भइसक्यो। लो 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 पार्टी लोग आओ, अभी डिनर के लिए चलते हैं। सब ब्लॉक यस म गर्छु। में सो यो चाहिँ हामी बस्ने होटेल हो। आमा बाबा कस्तो लाग्दैछ? राम्रो लाग्दैछ है पोखरा? एकदम दामी लाग्दैछ है। यो चाहिँ हामी बस्ने होटेल। सब हामी जाँदैछ डिनर गर्नु। यो चाहिँ काठमाडौँ चाहिँ पुरै लाइक बन्द टाइपको थियो, तर पोखरा चाहिँ आई थिङ्क मेबी बिकज अफ टुरिस्ट सबै दोकानहरू खुल्ला रहेछ है। यो चाहिँ अलिक खुसी लाग्यो। थ्याङ्क यू है ल। प्रसन्नम थ्याङ्क्स है। अन्त सेलेक्सन प्रशान्त र प्रशान्तको साथीलाई चाहिँ एकदमै फ्रम द बटम अफ आवर हार्ट थ्याङ्क यू भन्न चाहन्छु। स्ट्रिट अफ पोखरा। हामी चाहिँ होटल डिनरको लागि होटल हेर्दैछौँ। सो आई थिङ्क विल गो दिस रेस्टुरेन्ट। थकाली रहेछ। यहाँ जाने होइन बुबु? यही जाउँ न। आयो, लेट्स गो। हजुर इन्टिरियर चाहिँ एकदमै दामी एम्बियन्स। हाई गाइस, म चाहिँ अहिले छु पोखराको थकाली रेस्टुरेन्ट भन्ने जग्गामा। सो अहिले चाहिँ मैले अर्डर गरेको छु बफ मोमो। यस ल ल, यो मोमो खानुपर्छ ल। सो बफ मोमो चाहिँ म ट्राई गर्न आँटेको छु। थकाली खाएर खाएर वक भयो। सो बफ मोमो अर्डर गरेको छु। सो म टेस्ट गरेर बताउनेछु कस्तो छु भनेर है। सो लेट्स ट्राई। A tow truck is used to transport broken cars to a workshop. Mama try गर्नु फर्स्ट कस्तो छ ल। फर्स्ट बाइट लिए बफ मोमोको। इट्स गुड। नेपाल आएर चाहिँ मेरो सेकेन्ड टाइम हो मोमो खाएको। फर्स्ट चाहिँ मैले काठमाडौँमा खाएको थियो। त्यो चाहिँ इट वाज ओके ओके, बट यो चाहिँ इट्स गुड। अन स्केल अफ 10 म चाहिँ यसलाई रेट गर्छु 8 अदरवाइज 9। सो गाइस हाम्रो डिनर पनि भयो। डिनर चाहिँ मजाले भयो। सो नाउ
We are heading. हामी होटल ब्याक जाँदैछौँ. It's already going to be 11. So अब चाहिँ हामी रुम जान्छौँ. थाकेको छ, रेस्ट गर्छौँ. अनि इन केस भएछ भने चाहिँ म र मेरो हस्बेन्ड चाहिँ विल गो टु क्लब. त्यहीँ रहेछ, छेउमै रहेछ क्लब. विल गो देयर. राम्रो लाग्यो होइन डिनर? राम्रो भयो होइन? एकदम नेभर फिल हो. बिङ नेभर हो, दामी लाग्यो. 11 बजीसम्म तर पनि खुल्लै थियो नि सबै. लुम्बिनी फ्लेभर्स. स्लोली स्लोली क्लोज हुँदैछ. हामी चाहिँ वक गर्दै जाँदैछौँ होटल. हजुर होटल ब्याक आइपुग्यो. हामी वकिङ डिस्टेन्समै गएको थियो डिनर गर्न. यसको पानी यहाँ होला त.